नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरू। यो रक्तमोक्षण विशेष गरी हाम्रो शरीरमा जसको पिडौलाको नसा, ढाड कम्मरहरू दुख्ने, पिरिएको नसाबाट यो अशुद्ध रक्त निकाल्दैछ। यसलाई बाजिएको रगत भन्छ। हेर्नुहोस् कस्तो कालो छ। यो निकालिसकेपछि पिलो निचुरी जस्तै हुन्छ। एकदम दुखेको ठाउँबाट निकाल्दाखेरि एकदम आनन्द हुन्छ। यो चाहिँ आयुर्वेदको शाखा हो, रक्तमोक्षण भनिन्छ र यसले धेरै फाइदा गर्छ, विशेष गरी अशुद्ध रक्त निकाल्नमा। र एलोपेथिकमा चाहिँ यसको विषयमा जानकारी हुँदैन, त्यसकारण उहाँहरूले यो चाहिँ केही पनि होइन पनि भन्न सक्नुहुन्छ। तर हामीले प्रत्यक्ष प्र्याक्टिकल गरेका छौँ र पेसेन्टहरू एकदम राम्रोसित निको भएको छन् यो रक्तमोक्षण विधिबाट। जसको पिडौला दुख्ने, साइटिका नसाहरू दुख्ने, कर्कर खाने, यो एकदम राम्रो विधि हो। तपाईहरुले चाहिँ मजाले उपचार गर्न सक्नुहुन्छ।